आदरणीय दर्शकबिन नमस्कार। आज मिति 2082 साल फागुन 30 गते शनिबारको ताजा समाचारमा यहाँलाई स्वागत छ। आज मार्च 14 तारिक 2026 चैत कृष्ण दशमी तिथि। शुरूमा आजका मुख्य हेडलाइन्सहरू। समानुपातिक सांसद चयन र नयाँ सरकार गठन बारे रवि लामिछाने र बालेन शाह छलफलमा। राष्ट्रपालले संविधान संशोधनपछि संसदीय दलको नेता छान्ने। समानुपातिक तर्फ सांसदको नाम सिफारिश गर्न राष्ट्रपालले बोलायो सचिवालय बैठक। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड बीच चुनावपछि मोबाइलमा कुराकानी। समानुपातिक सांसद छनौटले हर्क साम्पाङको टाउको दुखाई। श्रम संस्कृति पार्टीमा सांसद आकांक्षीहरूको दौड़धुप शुरू। लज्जास्पद हारसँगै एमाले नेकपाका कार्यकर्ता चिन्तित। नेतृत्वले देखाएनन् सुध्रने संकेत। आफूले जितेपछि प्रचण्ड ढुक्क, नछोड्ने पक्षमा ओली। पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरुङ हिरासत मुक्त। खगेन्द्र सुनारको अभिव्यक्ति प्रति शिक्षक महासंघको आपत्ति, माफी माग्न चेतावनी। सांसद सुनारले दिएको अभिव्यक्तिमा कन्सरी तानेर डस्टरले टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ भनेको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल। तत्कालीन गृहमन्त्री थापा र आईजीपी खनाल सहित 12 जना विरूद्ध मुद्दा चलाउन सर्वोच्चको आदेश। पूर्व प्रधानमन्त्री ओलीका पिताको मृत्युपछि आँखाको नानीदान। ओलीका बुबालाई श्रद्धाञ्जली दिँदै बालेन शाहले भन्नुभयो, पिता पात्र एक, भूमिका अनेक। बालेनले लेख्नु भएको छ, पिता गुमाएकाले मलाई महसुस छ। पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ। बालेनको जितलाई संघीय लोकतान्त्रिक मोर्चाको अनुमोदन। चुनावमा अन्तर्घात गर्ने माथि कार्यवाहीका लागि उजुरी अध्ययन गर्दै कंग्रेस। प्रतिनिधि सभामा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेद्वार ज्ञानेन्द्र बहादुर शाहीको चुनावी खर्च 20.5 लाख। प्रतिनिधि सभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त। रात्रि बसलाई डिजिटल निगरानीको व्यवस्था गर्न सिफारिस। चालकको थकान र ध्यान विचलनका कारण धादिङको दुर्घटना भएको निष्कर्ष। घर घरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमको आग्रह। शेयर निष्कासनमा विभेद गरेको भन्दै 5 वडाका अध्यक्षद्वारा बेनी हाइड्रोमा तालाबन्दी। बागलुङको ढोरपाटनमा 7 जनामा दादुराको संक्रमण। विभिन्न व्यक्तिको प्रलोभनमा परि कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका 21 नेपाली नागरिकको उद्धार। इरानी नागरिकलाई नेपालमा अन अराइभल भिजा बन्द गर्ने सरकारको निर्णय। इरानले अमेरिकी शक्तिको सीमा उजागर गरिदियो र अमेरिकाद्वारा रूसी तेल कारोबारमाथिको प्रतिबन्ध तत्कालका लागि फुकुवा। यी हुन् आजका प्रमुख हेडलाइन्सहरू। समाचारको पूर्ण रूप थाहा पाउनका लागि भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुहोला। साथै हाम्रो मेहनतका लागि भिडियोलाई 1 लाइक अवश्य पनि गर्नुहोला। सब्स्क्राइब गर्नका लागि भिडियोको तलपट्टि देखाइएको सब्स्क्राइब बटनमा थिची बेल आइकनमा थिच्नुहोला। साथै तपाई हाम्रो न्यूजलाई सधैं हेर्नुहुन्छ भने सधैं र रेगुलर लेख्नुहोला। त्यसैगरी तपाई पहिलोचोटि हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम अथवा पहिलोचोटि, र यदि तपाई कहिलेकाहीँ हेर्नुहुन्छ भने त्यो पनि कमेन्ट बक्समा बताउनुहोला। साथै तपाई हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, देश विदेश तथा आफ्नो गाउँ ठाउँ शहरको नाम अवश्य पनि कमेन्ट बक्समा लेख्नुहोला। अब लागौं पूरा समाचारतर्फ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहबीच समानुपातिक सांसद चयन र नयाँ सरकार गठन बारे छलफल भएको छ। हात्तीगौडा स्थित लामिछानेको निवासमा उहाँहरूबीच छलफल भएको रासोपा नेताहरूले बताएका छन्। लामिछाने अस्वस्थ रहेकाले घरमै उहाँले शीर्ष नेताहरूसँग छलफल गरिरहनु भएको उहाँका स्वकीय सचिव अविनाश आचार्यले बताउनुभयो। उच्च ज्वरोका कारण लामिछाने घरमै आराम गरिरहनु भएको छ। गत साता सम्पन्न निर्वाचनमा रासोपाले 275 मध्ये 182 सीट जितेको छ। निर्वाचन आयोगले आगामी 7 निर्वाचनको अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाए लगतै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्दैछ। निर्वाचन आयोगले बिहिबार 3 दिनभित्र समानुपातिक सांसदको सूची बुझाउन दलहरूलाई पत्राचार गरिसकेको छ। रासोपाले 110 मध्ये 57 समानुपातिक सांसद जितेको छ, जस अनुसार क्लस्टर मिलाएर दलहरूले समानुपातिक सांसदको सूची बनाएपछि आयोगले उनीहरूलाई प्रमाणपत्र दिनेछ। त्यसपछि आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाउनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट बालेन प्रधानमन्त्री हुँदैछन्। प्रधानमन्त्री चयनका लागि पनि रासोपामा छलफल शुरू भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थालाई संशोधन गर्ने भएको छ। रासोपाको संसदीय दलको नेता चयन गर्ने विधानको व्यवस्थामा सम्पूर्ण सदस्यले मतदान गर्ने प्रावधान छ। रासोपाको विधानको धारा 66 मा संसदीय दलको नेता चयन गर्ने व्यवस्था छ। उपधाराको 8 ख संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यहरू मतदाता हुन पाउने उल्लेख छ। संसदीयको दलको नेता चयन गर्ने उपयुक्त व्यवस्था संशोधन गर्न लागि सह प्रवक्ता
प्रतिभा रावलले जानकारी दिनुभएको छ। यसैबीच राष्ट्रपालले सचिवालय बैठक पनि बोलाएको छ। बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 को समानुपातिक उम्मेद्वार सिफारिश भन्ने विषय मुख्य एजेण्डा रहेको छ। राष्ट्रपालले समानुपातिक तर्फ 57 सीट पाएको छ। निर्वाचन आयोगले बिहिबार साँझ समानुपातिक तर्फको सीट बाँडफाँड गर्दै दलहरूलाई 3 दिनभित्र नाम सिफारिश गर्न निर्देशन दिएको हो। त्यसै राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सभापति रवि लामिछाने र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच टेलिफोन संवाद भएको छ। राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग भने कुराकानी भेटघाट पुष्टि भएको छैन। यद्यपि प्रचण्ड र बालेन बीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो। तर नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय सचिव गोविन्द आचार्यले बालेनसँग भेटघाट भएको भनेर आएका समाचार सत्य नभएको बताउनु भएको थियो। निर्वाचन आयोगले समानुपातिक तर्फ दलहरूले जितेको सीट संख्या निर्धारण गरे लगतै श्रम संस्कृति पार्टीमा सांसदका आकांक्षीहरूको दौड़धूप शुरू भएको छ। समानुपातिकको बन्द सूचीमा नाम भएका कतिपयले सामाजिक सञ्जाल मार्फत आफू सांसद बन्न पाउनु पर्ने धारणा सार्वजनिक गरेका छन्। समानुपातिक तर्फ 4 सीट जितेको यो पार्टीका अध्यक्ष हर्क तामाङलाई सांसद छनौट टाउको दुखाइको विषय भएको बताउनु भएको छ। यो कुरा साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा समेत लेख्नु भएको छ। सुनसरी 1 बाट निर्वाचित सांसद समेत रहनुभएका साम्पाङले लेख्नु भएको छ, भात खाऊ मेरो टाउको नखाऊ। यदि लेखेर चित्त नबुझेर होला उहाँले अझै पनि प्रश्न लेख्दै भन्नुभएको छ, समानुपातिक विषयमा रोइलो गर्ने जति सबैलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्नेछु। फागुन 21 गतेको निर्वाचनमा सर्वनाक हारसँगै नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा नेता तथा कार्यकर्ताहरूले गम्भीर चिन्ता प्रकट गर्न थालेका छन्। उनीहरूले सामाजिक सञ्जाल मार्फत भविष्यबारे चिन्ता जनाउँदै विभिन्न विकल्प सहित आफ्नो धारणा राखिरहेका छन्। तर दुवै पार्टीको नेतृत्व तह रूपान्तरण र पुस्तान्तरणबारे तयार भएको कुनै गुन्जायस छैन। एमालेको 21औं महाधिवेशनमा केही ध्रुवीकृत भएको एमाले निर्वाचनमा भएको सर्वनाक पराजयसँगै थप ध्रुवीकरणको दिशामा अघि बढ़ने संकेत देखिएको छ। अहिले एमालेमा केन्द्रको नेतृत्व तहमा रहेका नेतादेखि तलसम्मका कार्यकर्ताले हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन्। उपाध्यक्ष विष्णु पौडेल, पूर्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, उपमहासचिव योगेश भट्टराई, किरण गुरूङ लगायतका नेतृत्वले हारको समीक्षा हुनुपर्ने र नेतृत्वको जिम्मेवारी लिनुपर्ने अभिव्यक्ति दिनुभएको छ। उपमहासचिव भट्टराईले एक टेलिभिजनसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अब नेतृत्व छाड्नुपर्ने र नछाडे निर्मम निर्णय गर्ने बताउनु भएको छ। पोखरामा किताब बेचिरहँदा सांसद महावीर पुनलाई प्रश्न गर्दा भनाभन भएपछि अभद्र व्यवहारको अभियोगमा पक्राउ परेका विकास गुरूङ हिरासत मुक्त भएका छन्। 25 फागुनमा पृथ्वी चोकमा किताब बेचिरहेका महावीरसँग भनाभन गर्ने क्रममा अपमान भएको भन्दै आलोचना बढ़ेपछि अनुसन्धानका लागि भन्दै प्रहरीले गुरूङलाई पक्राउ गरेको थियो। प्रश्न गरेकै आधारमा पक्राउ गरिएको भन्दै आलोचना समेत भएको थियो। सांसद महावीर पुन नै मुद्दा अगाडि बढ़ाउन अनिच्छुक भएपछि थुनामुक्त गरिएको कास्की प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो। म्याग्दीबाट प्रतिनिधि सभा सदस्य जनताले नीति बनाउन बिताइसकेपछि पृथ्वी चोकमा विकास बेचिरहेका पुनसँग सांसदको काम किताब बेच्ने हो कि होइन भनेर सोधेको, तर सोध्ने क्रममा आफूलाई रिस उठेको गुरूङले बताउनु भएको छ। नेपाल शिक्षक महासंघले प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित सांसद खगेन्द्र सुनारले शिक्षक र शिक्षण पेशाप्रति अभिव्यक्त अमर्यादित शब्द र अव्यवहारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा जारी विज्ञप्तिमा यस्तो अभिव्यक्ति शिक्षक कर्मचारीको पेशागत मर्यादा र स्वाभिमान विपरीत रहेको छ र स्वीकार्य नभएको उल्लेख गर्नुभएको छ। सांसद सुनारको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै उनलाई आफ्नो अभिव्यक्ति प्रति क्षमा माग्न र भविष्यमा यस्ता विचार व्यक्त नगर्न सचेत रहन आग्रह गर्नुभएको छ। सांसद सुनारले कन्सिरी तानेर डाक्टरले टाउकोमा हान्ने मास्टरलाई ठाडो खुट्टा पारेर भाटा हान्नुपर्छ भन्ने अभिव्यक्ति दिनुभएको थियो। सो भिडियो हाल सामाजिक सञ्जालमा भाइरल छ। छाती र खुट्टामा हल्का समस्या देखिएपछि आराम गरिरहनुभएका पार्टी सभापति रवि लामिछानेलाई निवासमा गएर भेट्ने बाहेक बालेन कसैसँग पनि भेट गर्नु भएको छैन। सभापति लामिछाने र बालेन बीच आगामी सरकारको सम्भावित खाकाबारे मोटामोटी कुराकानी भएको हो।
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहन प्रसाद ओलीको मृत्युपछि आँखाको नानी दान गरिएको छ। उहाँको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उहाँको 97 वर्षको उमेरमा निधन भएको हो। उहाँको पार्थिव शरीर पशुपति आर्य घाटमा दाह संस्कार गरिएको छ। मोहन प्रसाद ओली केही दिन यता अस्वस्थ रहनु भएको थियो। यसैबीच रासोपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहन प्रसाद ओलीको निधनमा समवेदना प्रकट गर्नु भएको छ। बालेनले सामाजिक सञ्जाल फेसबुक मार्फत श्रद्धाञ्जली दिँदै पिता पात्र एक भए पनि भूमिका अनेक हुने बताउनु भएको छ। केही समय अघि पिता गुमाउनु भएका बालेनले फेसबुकमा लेख्नु भएको छ, पिता जस्तो रक्षक कोही छैन, पिता जस्तो गुरु कोही छैन, पिता जस्तो देवता पनि कोही छैन, पात्र एक भूमिका अनेक हुने बताउनु भएको छ। संघीय लोकतान्त्रिक मोर्चाले प्रतिनिधि सभा निर्वाचनमा बालेन्द्र शाहले प्राप्त गरेको व्यापक जनसमर्थनलाई स्वागत गर्दै उनलाई प्रधानमन्त्रीका रूपमा देख्न पाउनु उत्पीड़ित समुदायका लागि हर्षको विषय भएको बताएको छ। जसपा नेपालका संरक्षक महन्त ठाकुरको अध्यक्षतामा काठमाडौँमा बसेको बैठकले बालेनको जितलाई मधेस, थारू लगायत पीड़ित जनताले देशको कार्यकारी प्रमुख बन्न देखेको सपना, संघर्ष र बलिदानीको परिणामका कुराहरू चित्रण गरेको छ। नेपाली कंग्रेसले चुनावमा अन्तर्घात गर्नेहरूमाथि प्राप्त उजुरीहरूमाथि प्रारम्भिक अध्ययन शुरू गरेको छ। तारामान गुरूङ संयोजक रहेको अनुशासन समितिको बसेको बैठकले अनुशासन उल्लंघनका उनीहरूको प्रारम्भिक अध्ययन गर्ने निर्णय गरेको छ। अनुशासन समितिलाई बारा, बैतडी, सिन्धुली, नवलपरासी लगायतका जिल्लाबाट उजुरी प्राप्त भएको छ। प्रतिनिधि सभा निर्वाचनमा जुम्लाबाट निर्वाचित राप्रपाका उम्मेद्वार ज्ञानेन्द्र बहादुर शाही ज्ञानेन्द्रले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्नु भएको छ। शाहले चुनावमा 20,55,000 रूपियाँ खर्च भएको उल्लेख गर्नु भएको छ। सवारी साधन र इन्धनमा सबैभन्दा बढ़ी 5,90,000 खर्च भएको उहाँले पेश गरेको विवरणमा उल्लेख छ। उहाँले विभिन्न 8 शीर्षकमा खर्च भएको जानकारी जिल्ला निर्वाचन कार्यालय जुम्लालाई गराउनु भएको छ। स्थानीय तह र प्रदेशमा 30 भन्दा बढ़ी जनप्रतिनिधिको पद रिक्त भएको छ। प्रतिनिधि सभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको ठाउँ रिक्त भएको हो। ती रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्युल छैन। स्थानीय तह निर्वाचन ऐनको दफा 3 को उपदफा 2 मा 1 वर्ष भन्दा बढ़ी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ। स्थानीय तहको निर्वाचन 2079 साल वैशाखमा भएको थियो। 79 साल मंगिरमा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो। यस आधारमा स्थानीय तह र प्रदेश सभा दुवैको कार्यकाल 1 वर्ष भन्दा बढ़ी छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे उपनिर्वाचन बारे निर्वाचन आयोग र सरकारले निर्णय गर्ने बताउनुहुन्छ। 3 साता अघि धादिङमा भएको बस दुर्घटना सम्बन्धी गठित छानबिन कार्यदलले गृहमन्त्री ओम प्रकाश अर्याललाई प्रतिवेदन बुझाएको छ। सहसचिव ऋषि राम तिवारी नेतृत्वको छानबिन कार्यदलले प्रतिवेदन बुझाउँदै रात्रिकालीन बसलाई डिजिटल निगरानीको व्यवस्था गर्न सिफारिश गरिएको छ। कार्यदलले सार्वजनिक सवारी चालकको थकान व्यवस्थापन, रात्रिकालीन बसमा अधिकतम कार्य समय र अनिवार्य विश्रामको व्यवस्थाका साथै डिजिटल निगरानी प्रविधि लागू गर्न सुझाव दिएको मन्त्रालयले जनाएको छ। प्रतिवेदन ग्रहण गर्दै मन्त्री अर्यालले अध्ययनले औल्याएका दुर्घटनाका कारण र दिएका सुझावहरूलाई मन्त्रालयले तत्काल कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। गत 11 फागुनमा पोखराबाट आउँदै गरेको रात्रि बस धादिङको बेनीघाट रोराङ 5 स्थित त्रिशुली नदीमा खस्दा 19 जनाको ज्यान गएको थियो भने 25 जना घाइते भएका थिए। नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकोले अनावश्यक सञ्चित नगर्न उपभोक्तामा आग्रह गरेको छ। निगमका प्रवक्ता मनोज ठाकुरले साबिकै परिणाममा ग्यासको आयात भइरहेको स्पष्ट पार्नुभयो। नेपालको मासिक खपत 45 देखि 46 हजार मेट्रिक टन हो। हरेक महिना सोही परिमाणमा आयात भइरहेको छ। फागुन 26 गतेसम्म 45,500 मेट्रिक टन आयात भएको छ। प्रवक्ता ठाकुरले भन्नुभयो, घर घरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न आग्रह गर्दछु। ग्यासको बिक्री वितरण सहज बनाउन निगमले निर्देशन दिइरहेको स्पष्ट पार्दै उहाँले कहीं कतै अनियमितता भएको देखिए सूचना दिन आग्रह गर्नुभयो। पछिल्लो समय मध्य पूर्वी मुलुकमा विकसित घटनालाई लिएर उपभोक्ताबाट ग्यासको माग उच्च देखिएपछि निगमले आधा सिलिण्डर ग्यास बिक्री गर्न उपभोक्ता उद्योगलाई निर्देशन दिएको छ। ग्यास उद्योगले अबदेखि 7.1 किलो ग्यास भरेर सिलिण्डर बजारमा पठाएका छन्।
सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका 2 मा सञ्चालित बेनी जलविद्युत आयोजनाले शेयर निष्कासनमा विभेद गरेको भन्दै नगरपालिकाकै 5 वटा वडाध्यक्षहरूले आयोजनाको पावर हाउसमा तालाबन्दी गरेका छन्। 19.8 मेगावाट क्षमताको बेनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले अति प्रभावितका लागि निष्कासन गरेको 10% शेयरमा विभेद भएको भन्दै वडाध्यक्षहरूले नै आयोजनामा तालाबन्दी गरेका हुन्। आयोगले वडा नम्बर 2, 3 र 4 लाई मात्रै अति प्रभावितमा समेटेको छ, तर नजिकका वडा तथा प्रसारण लाइन टागिएका वडाहरूलाई उपेक्षा गरेको भन्दै वडा नम्बर 1, 5, 6, 7 र 11 का वडाध्यक्षहरू आन्दोलित भएका हुन्। बागलुङको ढोरपाटन नगरपालिकामा थप 2 जनामा दादुरा पुष्टि भएसँगै संक्रमितको संख्या 7 पुगेको छ। स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले टेको स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप 2 जनामा दादुरा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। यसअघि उक्त नगरपालिकाको वडा नम्बर 7, 8 र 9 का 5 जना दादुरा संक्रमित पुष्टि भएको थियो। भारतबाट आएका 1 जना दादुरा संक्रमितले ढोरपाटनमा दादुरा संक्रमण फैलाएका थिए। प्रमुख गौतमले दादुरा संक्रमित सबैको बुर्तिबाङ अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा उपचार भइरहेको जानकारी दिनुभयो। दादुरा संक्रमण देखिएको ठाउँबाट फैलन नदिनका लागि रोकथाम तथा नियन्त्रणको प्रयास गरिएको उहाँले बताउनुभयो। हाल नगरपालिकामा 86 शंकास्पद बिरामी छन्। 21 जनाको नमूना परीक्षणका लागि टेको स्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएको छ। विभिन्न व्यक्तिहरूको प्रलोभनमा परि कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका 21 नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्काइएको छ। विभिन्न गैर कानूनी काममा लगाइएका साथै कम्बोडियामा बिना भिजा बसिरहेका 21 जना नेपालीलाई थाइल्याण्डको बैंकक स्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैर आवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको छ। त्यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ। कम्बोडियामा नेपाली नागरिकलाई अनलाइन ठगी लगायत गैर कानूनी काम लगाएको र भिजा अवधिभन्दा बढ़ी समय बसिरहेको जानकारी प्राप्त भएको राजदूतावासले जनाएको छ। इरानी नागरिकलाई नेपालमा अन अराइभल भिजा बन्द भएको छ। सुरक्षाको कारण देखाउँदै सरकारले उनीहरूको भिजा बन्द गरेको हो। सरकारी र कूटनीतिक राहदानी बाहेकका इरानी नागरिकले अब विदेश स्थित नेपाली दूतावासबाट भिजा लिएर मात्रै नेपाल प्रवेश गर्न सक्ने अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो। सरकारी र कूटनीतिक राहदानी बाहेकका इरानी नागरिकले अब विदेश स्थित नेपाली दूतावासबाट भिजा लिएर मात्र नेपाल प्रवेश गर्न मिल्ने अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले बताउनुभयो। पछिल्लो समय इरानमा बढ़ेको द्वन्द्वपछि त्यहाँका नागरिक शरण खोज्दै नेपाल आउन सक्ने भएकाले सरकारले अन अराइभल भिजा बन्द गरेको हो। नेपालले यसअघि 12 देशका नागरिकलाई अन अराइभल भिजा बन्द गर्दै आएको थियो, जब त्यो संख्या 13 पुगिसकेको छ। अब विदेशको खबर। कतिपय पक्षहरूले व्यक्त गरेको आशावादका बावजुद इरान विरूद्धको अमेरिकी र इजरायली सैन्य अभियान छिटै रोकिनेछ वा यो संकट चाँडै नै अन्तर्राष्ट्रिय माध्यम मार्फत समाधान हुनेछ भनी घोषणा गर्नु अपरिपक्व हुनेछ। तर स्थिति अझै अस्थिर छ र इरानी राज्यको सहनशीलताको अझै परीक्षण भइरहेको छ। तर यस प्रारम्भिक चरणमा पनि विश्वव्यापी प्रभुत्व पुनः स्थापित गर्ने पछिल्लो प्रयास सकिएपछि विश्व राजनीतिमा अमेरिकाले कस्तो भूमिका निर्वाह गर्नेछ भन्ने विषयमा यस द्वन्द्वले गहिरा प्रश्नहरू उब्ज्याएको छ। यसैबीच संयुक्त राज्य अमेरिकाले इरान विरूद्ध आफू र इजरायलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अरू देशलाई रूसमा उत्पादित तेल र पेट्रोलियम पदार्थ किन्ने अनुमति दिने निर्णय गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट वेसन्टका अनुसार युद्धका बेला विश्वको ऊर्जा बजारमा स्थिरता कायम राख्न अस्थायी उपाय स्वरूप उक्त निर्णय लिएको हो। अमेरिकाले रूसी तेल किन्न नपाउने प्रतिबन्ध अप्रिल 11 सम्मका लागि फुकुवा गरेको हो। तर देशहरूले समुद्रमा रहेका पानी जहाजमा भरिएको तेल मात्रै किन्न पाउनेछन्। हवस् त दर्शकवृन्द, आजका लागि प्रमुख समाचारहरू यति नै। भिडियोलाई हेरिसकेपछि तपाईले हाम्रो भिडियोलाई हाम्रो मेहनतका लागि एक लाइक अवश्य गर्नुहोला। साथै हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला र तपाईले कहाँबाट हामीलाई हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँ शहरको नाम अवश्य पनि लेख्नुहोला। हवस् त अहिलेलाई म प्रस्तुता सुषमा राजवंशी र हाम्रो टिम बिदा हुन्छौं। नमस्कार। तपाईको बाँकी पल शुभ बितोस्।